प्लेयरहरू यसरी टाटारोबाट आएर खेलिदिँदा एउटा फुटबलको गरिमा फर्केको जस्तो पनि लाग्छ हो। तर यो ग्राउन्डको स्थिति चाहिँ आज पनि त्यस्तै रहेछ। योभन्दा 20 वर्ष अगाडि 2000 सालदेखि 2012सम्म म यो फाइनल खेलेको यो ग्राउन्डमा ओपन टुर्नामेन्टमा। तर यो ग्राउन्डको गरिमा चाहिँ अवस्था चाहिँ कहिले फर्केन रहेछ तपाईँको। कसैलाई चासै छैन यो ग्राउन्डमा। एउटा थुप्रै छ सङ्घ संस्थाहरू होइन, र पनि अब ग्राउन्डलाई कसैले ध्यानै दिँदैन। अहिले सबै आफ्नो आफ्नो व्यवसायमा छ। तर यसरी भेटरन फुटबल भयो या ओपन फुटबल भयो सालिनी भयो भने चाहिँ यो ग्राउन्डको अवस्था पनि राम्रो हुन्छ कि भन्ने आशा साँचेको छु। हुन्छ, एकदम धन्यवाद तपाईँलाई। र तपाईँले देखिरहनु भएको छ यहाँ लाइभ प्रसारण भइरहेको छ। हजुर, सेमी